हेलो गाइज, यो कसले चिन्नुहुन्छ कमेन्ट गर्नु होला साथीहरू। कसलाई चिन्नुहुन्छ र कसलाई मन पर्छ यो हेर्नुहोस् त साथीहरू। यो चाहिँ हाम्रो चाहिँ घरको आँगनै छेउको लिची घारीमा उहाँले चाहिँ कति राम्रो फुलबुट्टा भरेर घर बनाउनु भएको। कसले चिन्नुहुन्छ, कसलाई मन पर्छ गाई छु हेर्नुहोस् त। यो चाहिँ के अरे क्या, औँसीको बेला चाहिँ काट्नुहुन्न अरे, ल पुर्नेको बेला चाहिँ काट्नुपर्छ अरे नि त गाई। अनि यसको पनि एउटा सिजन हुन्छ अरे, उहाँहरू न घरबाट निस्केको। यसले त फेरि मान्छेहरूले अलिकति यसलाई त जिस्क्यायो भने त यो त साह्रो रिसाउँछ अरे क्या। तरुनी जस्तो जिस्क्याउनु हुँदैन अरे, जिस्क्यायो भने त मान्छेलाई त मर्ने गरी उसको शक्ति अनुसार झापट हान्छ अरे साथीहरू। उहाँ चाहिँ यता हेर्नु, उहाँ चाहिँ श्रीमानज्यूले डोका बुन्नलाई चोया काट्दै हुनुहुन्छ साथी। उहाँ चाहिँ चिज हेर्नुहुन्छ, फलेको फल आँखातरी मल भने जस्तै हेर्नुहुन्छ, के गर्नु सक्नुहुन्न। यहाँ चाहिँ यत्रो लिची घारी छ। यो लिची घारीमा चाहिँ यत्रो लिची घारी छ यहाँ है। यो भनेको आँगन, यत्रो लिची घारी छ यहाँ हेर्नु न। यो लिची घारीमा चाहिँ उहाँले घर बनाउनु भएछ क्या। बर्खा पनि लाग्यो होइन, गडाङगुडुङ हावा हुन्डरीले कतै बेपत्ता हुन्छ भनेर चाहिँ उहाँले चाहिँ साह्रै मजाले आनन्दले घर लाउनु भएछ, घर बनाउनु भएछ। यो घर उहाँले उहाँको घर छुइदियो भने हामीलाई चाहिँ एकदमै उहाँले सक्दो कारबाही गर्नुहुन्छ। त्यही भएर उहाँलाई छुन चाहिँ हाम्रो हिम्मत भएको छैन। खोइ कहिले छुनु हो, अब यसलाई मेरमिलाप सरसल्लाह गर्नुपर्छ गाई छु। मेरो बुढो चाहिँ काट्दै हुनुहुन्छ। यो चाहिँ लिची घारी साथी हो।